तपाईहरुलाई सधैं नयाँ कुराहरु लिएर आउने क्रममा आज म तपाईहरुलाई यस्तो झुटमा हामी बाँचिरहेका रहेछौं नि जुन कुरा तपाईलाई एकदमै आश्चर्यचकित हुनेछ आज यो कुरा सुनेर। साँच्चै जो कहिले पनि सञ्चय कोष भर्न पाउने र यस्तो भनिएको छ जुन कुरा स्थायी शिक्षकहरुका लागि अथवा स्थायी कर्मचारीका लागि मात्रै सञ्चय कोष यो खडा गरिएको हो भन्ने कुरा एकदमै झुटो रहेछ र त्यो कुरा तपाईले प्रत्यक्ष लाइभ कुराकानी म गर्दै छु। तपाईले आज यो भिडियोमा A to Z थाहा पाउनुहुनेछ के छ यसको सेवा सुविधा, अहिलेसम्म यसका प्रक्रिया नियमहरु नीति नियमले के लेखिएको छ र सर्वसाधारणका लागि यो सञ्चय कोष कतिको फाइदाजनक छ र कसरी यसलाई प्रयोग गर्न सकिन्छ। तपाई यदि यस्तै प्रकारको टप टिप्स मोटिभेशनल र टप शैक्षिक न्यूजहरुसँग धेरै भन्दा धेरै परिचित हुन चाहनुहुन्छ भने यो च्यानलमा जोइन हुन सक्नुहुन्छ। सब्स्क्राइब गर्न नभुल्नु होला। हजुर, सबभन्दा पहिला त तपाईहरुले आज यो भिडियोमा म तपाईहरुलाई क्वेशन मैले टिपोट गरेर राखेको छु। जुन क्वेशन यो भन्दा अगाडि मैले एउटा भिडियो बनाएको थिए शिक्षकले पाउने सेवा र सुविधाको विषयमा, त्यसैमा धेरै साथीहरुले धेरै प्रकारका कमेन्टहरु गरिरहनु भएको थियो र त्यही कमेन्ट पनि मैले यो सम्पूर्ण यो भिडियोमा A to Z विस्तृत जानकारी तपाईलाई दिँदै छु। कमेन्टको रिप्लाई पनि यहीबाट गरेको भनेर बुझ्नु होला है। दिल्ली राम सर हुनुहुन्छ, उहाँलाई म यो लाइभ कुराकानीमा स्वागत गर्न चाहन्छु। तपाईलाई सबभन्दा पहिला सबैको मनमा कौतूहलता बढेको छ कि कर्मचारी सञ्चय कोष भनेको के हो र यसमा कसले भर्न पाउँछ र सेवा र सुविधा कसरी लिन्छ, यसको जवाब दिनु होला। कर्मचारी सञ्चय कोष भनेको यो सञ्चय कोष ऐन 2019 भन्ने एउटा विशेष ऐनद्वारा गठित एउटा संस्था हो र यो संस्थाले निजामती क्षेत्रका जङ्गी प्रहरी, त्यस्तै गरेर सङ्घ संस्थानहरू र विभिन्न कम्पनी प्रतिष्ठानहरू, त्यस्तै गरेर उद्योग कल कारखाना एनजिओ आइएनजिओहरू जस्ता लगायतका सबै सङ्घ संस्थाहरू जो चाहिँ कम्पनी रजिस्ट्रारको कार्यालयमा जस्तो तथा सरकारी निकायमा चाहिँ दर्ता भएर सञ्चालनमा रहन्छन् त्यस्ता कार्यालयहरूका कर्मचारीहरूको सञ्चय कोष रकम जम्मा गर्नको लागि यो संस्था स्थापित भएर कार्यरत रहिरहेको छ। खास गरिकन यो कर्मचारी सञ्चय कोष भन्ने बित्तिकै धेरैको बुझाइ के छ भने जस्तै कि सरकारी कर्मचारी मात्रै यसमा आबद्ध हुन्छन्, तर प्राइभेट सेक्टरका कर्मचारीहरू जस्तै बोर्डिङ सहकारी लगायत अन्य प्राइभेट सेक्टरका कर्मचारीहरू यसमा होइन कि भन्ने खालको बुझाइ चाहिँ छ, तर त्यस्तो होइन। कर्मचारी सञ्चय कोषमा बोर्डिङ, त्यस्तै गरेर सहकारी, त्यस्तै गरेर अन्य कल कारखाना होटल अन्य प्रतिष्ठानहरू एनजिओ आइएनजिओ सबै यसमा समावेश हुन चाहिँ सकिन्छ। के यो बैंक र वित्तीय संस्था जस्तै हो या फरक धारमा यसको विकास गरिएको छ? कर्मचारी सञ्चय कोषले दिने सेवा सुविधा र बैंक तथा वित्तीय संस्थाले दिने सेवा सुविधाहरू फरक हुन्। यसका महत्त्वपूर्ण प्रश्नहरू जुन उद्देश्यसँग सम्बन्धित हुन्छन् ती उद्देश्यहरू के हुन्? उद्देश्य नै फरक छ। यसमा के हुन्छ भने जस्तो कि हामीले प्रत्येक कर्मचारीहरूको 10% चाहिँ कर्मचारीको आफ्नै तलबाट कट्टी हुन्छ भने 10% रकम चाहिँ सम्बन्धित संस्था अथवा सम्बन्धित रोजगारदाताले के गर्छ जम्मा गरेर 20% रकम चाहिँ उसको मन्थली बेसिसमा जम्मा हुँदै जान्छ। ऋण सुविधाहरू पनि प्रदान गर्दछ भने त्यस्तै गरेर अन्य सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि यसले सञ्चालन गर्दछ। यदा कदा सुन्नमा आउँछ कि कर्मचारी सञ्चय कोष मात्र 10% कट्टा गरेर 10% कोषले जम्मा गरिदिन्छ भनेको डबल 20% हुन्छ। यदि हामी अथवा सर्वसाधारणहरूले 15% कट्टा गर्न चाहेमा गर्न पाइन्छ या पाइँदैन? त्यो मजाले पाइन्छ, त्यसमा कुनै चाहिँ ऐनले चाहिँ रोकेको अवस्था चाहिँ छैन र सामान्यतया अहिले प्र्याक्टिस चाहिँ के छ भने 10% को कन्सेप्ट चाहिँ छ। कर्मचारी सञ्चय कोषको विधान र प्रावधान अनुसार विशेष गरेर सेवा सुविधाहरू के हुन्? फाइदाहरू के छन् त भनेर हामीले हेर्यौं भने जस्तै कि एउटा कुरा त ट्याक्समा चाहिँ हाम्रो जुन इन्कम ट्याक्स छ इन्कम ट्याक्समा छुट पाउने अवस्था छ हैन, सञ्चय कोष रकममा ट्याक्स लाग्दैन र त्यस्तै गरेर अरु सुविधाहरू जस्तो कि अरु चाहिँ जस्तो कि इन्ट्रेस्ट रेटको हिसाबले हामीले हेर्यौं भने अहिले चाहिँ सञ्चय कोषले 8% चाहिँ डिपोजिटमा ब्याज दिइरहेको छ भने त्यस्तै गरेर अर्को भनेको के छ त भनेर भन्दाखेरि जस्तो कि आफ्टर रिटायरमेन्ट पछि पनि 6 वर्षसम्म चाहिँ त्यो पैसा राखेर त्यसमा ब्याज लिन सकिन्छ। त्यस्तै गरेर यसले चाहिँ विभिन्न खालका चाहिँ आफ्नो सञ्चयकर्ताहरूको हकितका लागि भनेर विभिन्न खालका कार्यक्रमहरू सञ्चालन गरेको छ। जस्तो कि यसले केही चाहिँ सापटिक रूपमा प्रदान गर्छ
भने केही चाहिँ सामाजिक सुरक्षाको रूपमा चाहिँ यसले चाहिँ सेवाहरू प्रदान गर्ने गरेको चाहिँ छ। कर्मचारी सञ्चय कोषले प्रदान गरिरहेका सेवा र सुविधाहरू मध्येमा घर सापट्टिको विषयमा केही महत्त्वपूर्ण जानकारी दिनुहोला। जस्तै कि 90% सापट्टी भन्ने छ। त्यो 90% सापट्टीमा चाहिँ के छ भने कुनै पनि कर्मचारीले 2 वर्षसम्म कन्टिन्यू चाहिँ त्यहाँ पैसा डिपोजिट गरिसकेपछि, सञ्चय कोष रकम डिपोजिट गरिसकेपछि उसले चाहिँ त्यही रकमको 90% सम्म चाहिँ उसले चाहिँ लोन लिन पाउँछ। र यसरी लोन लिँदाखेरि उसले चाहिँ ब्याज कति तिर्नुपर्छ त भनेर भन्दा जम्मा 9.5% उसले ब्याज तिर्नुपर्छ हैन। जब 8% हामीले दिन्छौँ डिपोजिटमा 9.5% उसले तिर्नुपर्छ। र त्यसमा जस्तै कि 8% मात्रै होइन, हामीले चाहिँ जस्तै सञ्चय कोषले एउटा के पनि गरिरहेको छ भने जस्तै कि विगत वर्षदेखि नै अब यो जुन हाम्रो जति मुनाफा हुन्छ मुनाफाको हिसाबले अब चाहिँ जस्तै कि कहिले 0.65 कहिले 0.75 कहिले चाहिँ के अरे 85 कहिले 1.25 1.5 सम्म पनि आफ्नो सञ्चयकर्ताहरूलाई फेरि त्यो मुनाफाको रकम पनि दिने गर्दछ। 1 लाख रुपियाँको जुन ब्याज दरको सिस्टम छ कसरी प्राप्त गर्ने या कसरी त्यसलाई कति आफूले पाइन्छ र कति कम्पनीले बेहोर्छ अथवा कर्मचारी सञ्चय कोषले कति दिन्छ र कति लिन्छ त्यसको बारेमा जानकारी दिनुहोला। के हो भने सञ्चय कोषले 1 लाख रुपियाँमा उहाँहरूले 8% दरले 8,000 रुपियाँ ब्याज पाउनुहुन्छ, त्यसमा कुनै उनी छैन। र त्यस्तै गरेर 90,000मा मात्रै उहाँहरूसँग हामीले 9.5 लिने हो भन्दाखेरि डिफरेन्सेस हामीले हेऱ्यौँ भने जम्मा 550 90,000 उहाँहरूले 1 वर्षसम्म चलाउँदाखेरि जम्मा 550 चाहिँ अतिरिक्त चाहिँ तिर्नुपर्ने चाहिँ हुन्छ। एउटा बुझाइ चाहिँ कमजोरी रहेको हामीले पाएका छौँ। घर कर्जाको बारेमा विस्तृत जानकारीमा सोधिरहने प्रश्नहरू यो कसरी प्राप्त गर्न सकिन्छ त्यसलाई पनि जानकारी थप दिनु होला। जस्तै कि सञ्चयकर्ता कर्जा भनेर भन्ने छ। सञ्चयकर्ता कर्जा अन्तर्गत के छ त भन्दा घर सापट्टि छ। कुनै पनि व्यक्तिले 1 वर्ष नियमित कोषकट्टी गरिसकेपछि घर कर्जा भनेर लिन पाउँछ। र त्यस्तो किसिमको घर कर्जा लिँदाखेरिको चाहिँ कति पैसा पाउँछ त भनेर हामीले हेऱ्यौँ भनेदेखि जस्तै कि 15 वर्षको तल बराबरको रकमसम्म चाहिँ पाउन सकिन्छ। र त्यसको अप्टिमम लिमिट भनेको चाहिँ 1 करोड रुपियाँ छ। र त्यसको लागि चाहिँ जस्तै कि उहाँहरूको चाहिँ जुन ठाउँमा घर बन्ने हो त्यो घर चाहिँ बन्ने चाहिँ जुन जग्गा छ त्यो जग्गा चाहिँ आफ्नो वा श्रीमतीको नाममा हुनु पर्यो। र त्यो जग्गा धितो राखेर त्यो धितोले खामेसम्मको रकम र आफ्नो चाहिँ जुन इलिजिबल हुन्छ 15 वर्षको तलब हैन त्यो भित्र रहेर उहाँहरूले चाहिँ लोन सुविधा पाउनुहुन्छ। र त्यसमा जम्मा 9.5% मात्रै हामीले चाहिँ ब्याज लिन्छौँ। के कर्मचारी सञ्चय कोषले ऋण शैक्षिक सुविधा पनि दिने प्रावधान राखेको छ? जहाँ चाहिँ कस्तो छ भने सञ्चयकर्ता स्वयं निजको श्रीमान वा श्रीमती वा छोराछोरीहरूले उच्च शिक्षा हासिल गर्नको लागि चाहिँ लोन चाहियो भने त्यो लोन चाहिँ सञ्चय कोषले पनि उपलब्ध गराउन सक्छ। र त्यस्तो लोनमा चाहिँ अहिलेसम्मको हाम्रो प्रोभिजनको हिसाबले स्वदेशमा भए 10 लाखसम्म र विदेशमा भए 20 लाखसम्म र MBBS MD जस्तो विषयमा यदि अध्ययन गर्छन् भने तिनीहरूलाई चाहिँ 25 लाखसम्म चाहिँ दिन सक्ने व्यवस्था पनि छ। सुनिन्छ यदाकदा कर्मचारी सञ्चय कोषले घर मर्मत गर्ने पनि सेवा सुविधाहरू प्रदान गरिरहेको छ कि यो साँचो हो? यो कसरी व्यवस्था गरिएको छ? यो घर मर्मत भन्ने चाहिँ सामान्यतया जस्तो कि आफ्नो भइरहेको घरलाई मेन्टेनेन्स गर्नु पर्यो भने हैन त्यस्तो अवस्थामा चाहिँ के हुन्छ हामीले लिन चाहिँ सकिन्छ। र यसको पनि प्रोभिजन के हो भने जस्तो कि 25 लाखसम्म चाहिँ यसमा लिन सकिन्छ। 5 वर्षको तलब वा 25 लाखसम्म भन्ने छ, जुन कम हुन्छ त्यो चाहिँ लिन सक्ने भन्ने व्यवस्था छ। र यसको पनि ब्याज दर भनेको 9.5% नै छ। औपचारिक रूपमा औषधि उपचार जुन प्राइभेट सेक्टरको नभएर पब्लिक सेक्टरमा जुन हस्पिटलमा बसेरै सम्पूर्ण कामहरू जस्तै आफूलाई चेकअप गराउनेदेखि लिएर हस्पिटलमा एडमिट भएर नै सेवा सुविधा पाइने विषयमा जुन कुरा बाहिर आएको छ त्यो के हो? त्यही गरेर अर्को चाहिँ औषधि उपचार सहयोग कार्यक्रम भन्ने पनि छ। र यो औषधि उपचार सहयोग कार्यक्रममा 25,000 देखि लिएर 50,000 सम्म चाहिँ यसले पाउन सक्ने व्यवस्था चाहिँ छ। कर्मचारी सञ्चय कोषमा रकम कट्टी गरेर जुन सदस्यहरू बन्नुभएको छ उहाँहरूले पाउने सेवा सुविधाहरूमा यो भइपरि आउने दुर्घटना जुन हुन्छ त्यसको पनि सेवा सुविधा पाउने गरिएको छ भन्ने बाहिरको सुनाइ छ। यो कुरा के हो स्पष्ट पारिदिनु होला। एउटा चाहिँ छ दुर्घटना क्षतिपूर्ति योजना भन्ने छ।
यसमा चाहिँ जस्तो कि आंशिक अङ्गभङ्ग भएको अवस्थामा 10,000 देखि माथि भन्ने छ भने, पूर्ण रूपमा अङ्गभङ्ग भएको छ भने त्यस्तो अथवा मृत्युसम्म भएको भने त्यो अवस्थामा 1,25,000 सम्म चाहिँ के छ भने क्षतिपूर्ति बाबत चाहिँ दिने व्यवस्था छ। र त्यसमा कुनै पनि कस्ट चाहिँ सञ्चयकर्ताले बियर गर्नु पर्दैन। यो भनेको प्रोफिटबाटै एउटा चाहिँ कोष खडा गरेर सञ्चालन गरेका कार्यक्रमहरू हुन्। र त्यस्तै काजक्रिया खर्च पनि वा सेवा भनौँ या खर्च भनौँ जे भने पनि यसले दिने व्यवस्था गरिएको छ भन्ने कुरा छ। के हो यो साँचो या झुटो क्लियर गराइदिनु होला। क्रिया अनुदान खर्च भन्ने छ। यो काजक्रिया अनुदान भनेको चाहिँ जो सञ्चयकर्ता छ त्यो सञ्चयकर्ता चाहिँ एक्सपायर भएको अवस्थामा उहाँको मृत्यु भयो भने उहाँको हकवाला जो हुनुहुन्छ हकवालाहरूले चाहिँ त्यसमा चाहिँ 30,000 रुपियाँसम्म चाहिँ अनुदानको रूपमा चाहिँ पाउनुहुन्छ हैन, जसले क्रिया गर्छ उहाँले पाउनुहुन्छ। र त्यस्तै धेरैभन्दा धेरै शिक्षक साथीहरूले सोधिरहने र कर्मचारी साथीहरूले बच्चा जन्माउँदा छोरी पाउँदा सञ्चय सुविधाबाट प्राप्त हुने सुविधा हुन्छ कि नै त्यो पनि क्लियर गराइदिनु होला र कति पटकसम्म यो प्राप्त गर्ने प्रावधान रहेको छ। बच्चा भएको छ भने त्यस्तो अवस्थामा चाहिँ 7,500 रुपियाँसम्म एक पटकको चाहिँ प्रसुतिमा 7,500 सम्म चाहिँ दिन सक्ने व्यवस्था छ र त्यस्तो चाहिँ 2 पटकसम्म मात्रै लिन सक्ने भन्ने व्यवस्था चाहिँ छ। विशेष धन्यवाद दिन चाहन्छु तपाईलाई आज यो लाइभ कुराकानीमा जोइन हुनुभएकोमा धन्यवाद। सबै सञ्चयकर्ताहरूले पनि केही न केही यसबाट चाहिँ सूचित हुने मौका पनि पाउनुभयो भन्ने विश्वास पनि लिएको छु र साथसाथै आफूले सुनेका जानेका बुझेका कुराहरू अन्य सञ्चयकर्ताहरूलाई अन्य साथीभाइहरूलाई पनि सेयर गरिदिनु भयो भने पक्कै पनि धेरै सञ्चयकर्ताहरू लगायत चाहिँ सञ्चय कोषमा आबद्ध हुनुपर्ने जो चाहिँ व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई पनि त्यो कुरा जानकारी भइसकेपछि उहाँहरू पनि सञ्चय कोषमा आबद्ध हुन आउनुहुनेछ र चाहिँ एउटा बिग फ्यामिली चाहिँ एउटा बनाउन सकिन्छ भन्ने खालको चाहिँ मैले आशा राख्दै